Morning, this is Rosie. Welcome to my blog, and finally I am here in Wellington, the beautiful capital city of New Zealand. Any video subscribe we are nearly hitting like 10k, 11k subscriber. And then I'm so happy like 5 years I am here, like and finally I made a way to come to Wellington. I'm so happy. Rati ma 4 baje aएको थिए, एकदमै ड्राइभ गर्दा चाहिँ एकदमै टायर्ड भयो, त्यही भएर चाहिँ भ्लगिङ गर्न पाएन। राति यस्तो ब्युटी, लाइक यस्तो ब्युटी देखेको थिएँ लाइक अर्कै कन्ट्रीमा जस्तो न्यूज। रातिमा त यस्तो खतरा भ्यू देखिरहेको थिएँ। एन्ड दिस इज माई सिस्टर। हाई। मेरो बहिनी चाहिँ यही बस्छ, अनि बिहान चाहिँ मलाई ब्रेकफास्ट गराएर खायो, अनि ब्रेकफास्ट बनाएर आई वुड लाइक टु से थ्याङ्क यू टु हर। अनि आज चाहिँ उसले मलाई सबै घुमाउँछ, अनि फिटिङ मच पहिल्यै उसले आउनु न दिदी भन्दा म आएको थिएन, अनि म जानु नै मन लागेन। तर विडम्बना के भन्दाखेरि मेरो चाहिँ सन्डेदेखि ड्युटी छ, अनि म्यानेजरसँग रिक्वेस्ट गरेर जस्ट 1 डेको लागि आई जस्ट केम हियर। अब आएपछि आइ हुन्छ नै भने कहिले भनेर जस्ट आएँ। तर आई विल मेक स्योर, आई विल मेक मोस्ट अफ इट। हजुरहरूलाई चाहिँ वेलिङटन देखाउने छु भर्खरै। दिस इज आवर फ्री चेक। किन हाँसेको? मेरो बहिनी चाहिँ लजाउँछ एकदमै मजाले। अब हामी चाहिँ घुम्न जान्छौँ यति धेरै, लाइक आइम लाइक यस्तो हाँचीमा गएर चाहिँ कस्तो छ होला वेलिङटन, हाम्रो न्युजिल्यान्डको क्यापिटल सिटी हो। अब सबैजनालाई हेर्न एक्साइटेड भयो होला नि त, मैले देखाएकै थिएन। अब हजुरले त अकल्यान्ड देख्नुभएको छ, अकल्यान्ड पनि हिउज छ, तर वेलिङटन यस्तो ब्युटी छ कि हजुरले कोही मान्छेहरूलाई पनि नराम्रो भनेको मुखबाट यस्तो ब्युटी छ कि लाइक, होइन? Yes. Are you sure? Yeah. So we are ready to go out now. मैले चाहिँ भाइलाई गइरहेको, उसले गाडी लिएर आउँदैछ। त्यसपछि हजुरलाई मैले यस्तो खतरा सिटी टुर गराउँछु। त्यति धेरै ठाउँमा त घुम्न जान पाउँदैन, तर सिटी वरिपरि आम भेरी सिटी पर्सन, लाइक मलाई चाहिँ सिटीमा घुम्न एकदमै मनपर्छ। एक्टिभिटिजहरू गर्न, एक्टिभिटिज त गर्न मौका पाउँदैन। हामी चाहिँ अब गाडीमा हपिङ गरिसक्यौँ। अब हपिङ भनेर गाडीमा चढिसकेँ। अब उसले चाहिँ भाइले चाहिँ मलाई घुमाउन लाग्दै ह। मैले चाहिँ यस्तो ब्युटीमा लैजाऊ कि जहाँ म लस्ट हुन्छु कि, लाइक त्यस्तो ठाउँमा लैजाऊ कि, लाइक लाइक हुन्छ नि यु डिड इट भन्ने खालको हुन्छ नि। मलाई चाहिँ मन पर्नु पऱ्यो कि, आई थिङ्क मनपर्छ होला। न्युजिल्यान्ड त्यत्तिकै राम्रो छ नि त त्यही माथि। निद्रा पुगेको छैन, रातभरि ड्राइभ गरेर वेलिङटन आएको छ, त्यही पनि घुमाउन लानु छ। We are heading to the beautiful destination in Wellington, and यहाँ चाहिँ हाम्रो घर हो। यस्तो चाहिँ हुन्छ, हामी चाहिँ यो कोनी भन्छ, यहाँ चाहिँ यस्तो टाइपिङको हाउजिङहरू हुँदो रहेछ। तर जुन मैले सुनेको थिएँ, जुन देखेको थियो, त्यो चाहिँ आज मजाले हेर्नु छ। तर अब मैले फेसियल एक्सप्रेसन हेर्नु, ओ माई गॉड कस्तो राम्रो त्यो साँच्चै हो, मन पर्यो भाइ। सुरुमा हेर्दाखेरि मैले सुरुमा हेरेको मन पर्यो, तर अगाडि गएर भ्यू देखाउँछु। कस्तो प्रिटी हो के, बब्बाल क्यापिटल सिटी हो नि त, त्यही भएर यतिको त हुनु पर्यो नि। अनि ड्राइभ गर्ने बेला पनि कस्तो अर्कै हाई फिलिङ्स आउने कि, ठ्याक्क साइडबाट पानी नै पानी, समुद्रको वरिपरि। अनि वेलिङटन चाहिँ के रहेछ भने भन त तिमी? चारैतिरबाट पानीले घेरिएको, आई थिंक इट्स कॉल्ड पेनिन्सुला। पेनिन्सुला भन्छ। Yes, I think so. He might be wrong. तर आजको वेदर चाहिँ न्युजिल्यान्डको के अरे वेलिङटनको सबै कुराहरू राम्रो, सबै राम्रो, तर वेदर चाहिँ यस्तो चेन्ज हुन्छ है, विन्डी हुन्छ। You can't predict weather in. अनि सबैजनाहरूले के अरे वेदर कस्तो हुन्छ भनेर भन्नुभएको थियो नि त, म देखाउँछु। यस्तो हुन्छ है, यस्तो बेलक लागिरहेछ नि त, तर इट्स ओके। मलाई यहाँ कन्स्ट्रक्सन हुँदै रहेछ, अनि यहाँबाट कस्तो राम्रो क्या हाउजिङहरू चाहिँ मलाई कस्तो मन पर्यो, लाइक के अरे डिजाइनहरू है, आर्किटेक्चरहरू चाहिँ लाइक बब्बा युनिक लाग्यो के, एकदम राम्रो छ। सिनिक भ्यू छ, तर वेदर चाहिँ एकदम विन्डी हुन्छ हैन, लाइक त्यति राम्रो छैन वेदर। अरु कुराहरु राम्रो छ, मान्छेहरु पनि राम्रो छ वेलिङटनको। आई थिंक सो दे आर भेरी फ्रेन्डली एज कम्पेयर टु अकल्यान्डर्स। यस्तो हरियाली छ, यस्तो राम्रो छ। अनि नयाँ ठाउँमा गएपछि मान्छे पनि कस्तो नयाँ लाग्छ के, म हैन अर्कै समर नै हुँदैन के, अलि चिसो हावा चल्छ साउदर्नली, अनि त्यस्तो मलाई मान्छेले जस्तो एकदमै चिसो लास्टै ओभर चिसो हुन्छ भनेको त्यस्तो मलाई फिलै भएन। तर हुन त बाहिर निस्केको छैन नि त गाडीबाट, त्यही भएर। तर कस्तो प्रिटी हो के, ओभर प्रिटी। हामी जाने चाहिँ त्यहाँ त्यो एउटा वेलिङटन लेखेको डाँडा छ नि, त्यहाँ धेरै जबरजस्त के अरे वेलीवुड भन्छ। ओके, हामी चाहिँ त्यहाँ जान थालेको। You can show that compass too. That pretty much measures the. आज वेदर चाहिँ ठ्याक्क यो चाहिँ मेन वेलिङटनको चाहिँ यो सबैले हेर्नुहुन्छ नि त यहाँ हो। अनि यहाँबाट चाहिँ यस्तो भ्यू देखिरहेको छ, यस्तो मजा। त पानी पर्दा पनि छोडेन कि घुम्न। अनि आज पानी परेर राम्रोसँग भ्यू खुलिरहेको छैन, तर मैले यस्तो बब्बल देखाउँथेँ। हामी चाहिँ त्यहाँबाट आएको नि त, हामी त्यहाँ बस्छौँ, अनि मान्छेले त मलाई पागल भनिरहेको। तर केही छैन, आई हेभ
अनि यहाँ चाहिँ ओलिन्टनमा मैले चाहिँ पिक्चर्स लिनुपर्ने थियो पानी परिरहेको छ यस्तो मिठो पानी परिरहेको तर पनि ब्युटीले गर्दाखेरि म ब्युटीमै हराएको छु पानीको केही पर्वा नै परिरहेको छैन अनि जस्ट लाइक अब सनी डेज भएको भए राम्रोसँग भ्यू खुल्थ्यो अलिकति क्लाउडी वेदर स्काई पनि क्लाउडी भएको छ नि त त्यही भएर खुलेको छैन बट आइ एम सो ह्याप्पी यस्तो वेदरमा पनि हेर्नुपर्छ अनि यताबाट चाहिँ हामी चाहिँ त्यहाँबाट आएको नि त अनि त्यस्तो भ्यू नखुलेर हजुरलाई मैले राम्रोसँग देखाउन त पाएन अनि कस्तो मजाले पानी पर्यो कि अब यो न्युजिल्यान्डमा चाहिँ पानी कतिखेर पर्छ कतिखेर सनी हुन्छ थाहा नै हुँदैन वेदर चाहिँ 5 चोटि चेन्ज हुन्छ कि अब ओलिन्टन त एकदमै विन्डी हुन्छ भनेर चाहिँ सुनेको थिएँ तर मलाई चाहिँ त्यस्तो विन्डी चाहिँ लागेन है खै पनि किन हो त्यस्तो जतिखेर पनि विन्टरको लाइक के अरे विन्टरहरू ज्याकेटहरू लगाएर हिँड्नुपर्छ भन्ने चाहिँ सुनेको थिएँ त्यस्तो जाडो लागेन स्टिल मलाई चाहिँ वेदर चाहिँ राम्रो लागेको छ नाच्नु पनि पऱ्यो नि त गीत मात्रै गाएर भएन नि त अनि जस एकछिनमा पानी चाहिँ बन्द हुन्छ होला वेदर चाहिँ पानी कसरी पर्छ त्यो ओलिन्टरमा पानी परिरहेको छ भनेर पर्छ त्यतिचोटि पर्छ भने हैन मतलब अनप्रेडिक्टेबल भन्नु जस्तो धेरै जसो परिरहन्छ नि त भनेर सुनेको थिएँ अलि बढी नै पर्छ जस्तो लाग्यो मलाई पनि तर लाइक कस्तो ओलिन्टन चाहिँ न्युजिल्यान्डको कस्तो ब्युटिफुल प्रिटी सिटी हेर्छ कि जति हेरे पनि सुन्दरतामा रमाइराख्ने अरू सिटीहरू पनि एकदमै राम्रो छ तर ओलिन्टन चाहिँ जति हेरे पनि नथाकिने कि है त्यस्तो लाग्यो मलाई चाहिँ सिनिक एकदमै न्युजिल्यान्ड आउनु भयो भने चाहिँ ओलिन्टन चाहिँ आउनु होला लाइक मस्ट हाइली रिकमेन्ड तर वेदर राम्रो भएको बेला मात्र आउँछ होला वेदर राम्रो भए पनि नभयो भने आम स्टिल इन्जोय नि त अनि यो चाहिँ रेजिडेन्सियल एरियाहरू हो यतातिर चाहिँ यस्तो पुरै हाई हिल्स रहेछ क्या कस्तो डाँडा डाँडा पनि मजाले घर के मजाको है त्यो पोखराको माथि माथि डाँडा डाँडा हुन्छ नि त्यस्तो लाग्यो कि यहीँबाट डाँडा देखिहाल्छ यो त हैन यो त केही हैन एयरपोर्ट देखाइदिन खोजेको के तपाईलाई म टुर गाइड डोमेस्टिक एयरपोर्ट यो इन्टरनेसनल हो डोमेस्टिक भन्ने नै हैन के त एयरपोर्टको रहनु भयो देख्नु भयो ए नजिकै रहेछ देखे प्लेन ल्यान्ड भएको भिडियो गर्न लाग्यो तपाईँ कहिले ल्यान्ड हुन्छ म कतिखेर हुन्छ 5-5 मिनेटमा 5-5 मिनेटमा हुन्छ मेरो प्राइभेट जेट घण्टा कस्तो मन पर्यो सो यो चाहिँ वेलिङ्टनको एयरपोर्ट हो कस्तो राम्रो ठाउँमा राम्रो स्पटमा रहेछ अनि मजाको चारैतिरबाट भ्यू देख्ने अनि बिचमा रहेछ नर्मल्ली एयरपोर्टहरू चाहिँ रेजिडेन्सियल एरियादेखि सम्म ठाउँमा टाढा हुन्छ नि त यहाँ चाहिँ कस्तो सेन्ट्रल ठाउँमा मजाको रहेछ अनि एकछिन मजाले हेरेँ अनि त्यति धेरै प्लेन आउजाउ त भएको थिएन तर एकछिन हेरौँ न त भ्यू कस्तो हुन्छ भनेर हामीले चाहिँ स्पोर्टमा राखेर हेरेको थियो अनि त्यसपछि वी आर हेडिङ टु द नेक्स्ट डेस्टिनेसन वेलिङ्टन सिटी मेन सिटी अफ वेलिङ्टन है भाइ भाइ त होला नि अनि त्यसपछि विमल ए भाइ होइन विमल सो आज चाहिँ अब विमलले चाहिँ अब कस्तो राम्रो वेदर खुल्यो भने आई लभ इट नाउ यस्तो हेर्नु मन थियो नि यस्तो उज्यालो लाइट आयो अहिले चाहिँ यो चाहिँ मेन सिटी यहाँबाट स्टार्ट हुन्छ विमललाई क्याप त क्या राम्रो छ त यहीँबाट यहाँ नि उतैबाट स्टार्ट हुन्छ तिमी त लोकल हो नि त वेलिङ्टनको जस्ट लाइक भन त ब्युटी के हो वेलिङ्टनको वेलिङ्टनको ब्युटी त वेदर हो नि वेदर हो यहाँ राम्रो वेदर कहाँ हुन्छ That's a nice joke. That's a nice joke. अब चाहिँ हामी कहाँ जाँदै थियो हामी जानको डेस्टिनेसन र वेदर चाहिँ यस्तो मिठो खोल्यो कि अहिले कस्तो लाइटिङ आएर कस्तो बब्बा लाग्यो अहिले हजुरले देख्नुहुन्छ अघि चाहिँ पुरै पानी परिरहेको थियो यहाँ तिमीले भनेको थियो नि अघि खुल्छ भनेर खुल्यो न्युजिल्यान्डको चाहिँ 5-5 मिनटमा चेन्ज हुन्छ कि 5W भने जस्तो हो क्या तीनटा W को भ्यालु हुँदैन के एउटा वुमेन एउटा वेदर अनि एउटा चाहिँ वर्क कामको चाहिँ भरै हुँदैन न्युजिल्यान्डमा होइन अस्ट्रेलियामा पनि त्यही भन्दो रहेछ तर लाइक वेलिङ्टन चाहिँ कस्तो प्रेटी लाइक भेरी लाइक कस्तो मिलेको चिटिक्क लाइक हुन्छ नि कस्तो राम्रो लाग्यो कि यस्तो लाइक सफा त जहाँ पनि छ तर पनि कस्तो अलिकति कन्जस्टेड हो कि हल्का पार्किङहरू होइन पार्किङहरू गर्नलाई राम्रो रहेछ जहाँ त्यति ठुलो होइन ठुलो लाग्यो
ठुलो त छ होला है स्वभावहरू पनि त्यता त्यो भएपछि बल्ल सम्बन्ध राम्रो हुन्छ त्यस्तो मेरो विचार सुप खाँदाखेरि पैसा तिर्नु भइहाल्यो नि ओके सर दिल्ली तिरिहाल्नुहुन्छ त हो कि तर खाँदैन केही नै खाँदैन यस्तो हामीले खाने यो अनि चुज गरेर बाउलमा राखेर वेज गरेर पे गर्ने हो लाइक एकदमै यो के अरे रेनी वेदरमा चाहिँ यो फुड चाहिँ एकदमै स्पाइसी अनि यस्तो हट फुड हो नि त लाइक हटपट नै हो त्यही भएर मिठो लाग्छ अब हामी चाहिँ अहिले फेरि पानी परेको घाम लागिरहेको थियो फेरि अनि यहाँ चाहिँ एकछिन फुड अर्डर गरेर एकछिन खाजा खाएर हामी चाहिँ अब अर्को डेस्टिनेसन जान्छ अहिले चाहिँ 3 बज्नु थाल्यो न्युजिल्यान्डमा चाहिँ लाइक 8 साढे 8 बजे चाहिँ अँध्यारो हुन्छ नि त तर बनायो उनीहरूलाई बनाइदिएको यसरी चाहिँ सस तिमीलाई मजाले बनाउन आउँदो रहेछ गार्लिक पनि हाल्नुपर्छ गार्लिक पनि हाल्नु पर्यो नि तर तर के अरे जीवनको जीवन है जीवन बिमल र मेरो चाहिँ फेभरेट फुड त्यस हाम्रो टेस्ट चाहिँ मिल्दो रहेछ कि तिम्रो यस्तो मजाको हुँदो रहेछ के हेरेको अनि चिल्ली सस पनि लाइक फेभरेट नै हो सोया सस हो त्यो वेस्टर्न त्यो एकदम गुलियो हुन्छ त्यो त हेर्न राख So I'm pretty much excited like अनि मैले चाहिँ फुड अलरेडी अर्डर गरिसकेँ अनि यहाँ चाहिँ मजाले हजुरले बोइलमा राख्ने हो बोइलमा राखेर चाहिँ अनि उइज गर्न दिने जुन चाहिँ आफूले जति चुज गर्यो त्यति नै हुन्छ नर्मल्ली यो चाहिँ अलिकति एक्सपेन्सिभ हुन्छ मैले चाहिँ चुज गरेको बोल चाहिँ $33 हो लाइक नर्मल एउटा एकजनाको 1 पर्सनको लागि तर यस्तो मिठो हुन्छ रेनी वेदरमा चाहिँ यस्तो हटपट खाना गरेर बसेर पुरा गरेर त्यस्तो मजा आउँछ अनि आई थिङ्क लाइक हजुरहरूले पनि इन्जोय गर्नुहुन्छ हाम्रो भ्लग हेरेर अनि चाहिँ कस्तो लाग्यो मिठो लाग्यो यसमा बिफ पनि छ है छैन नट मी रे नट मी यहाँ त अनि अगाडि आएपछि त आइहाल्छ सब सी फुड हो भन्दैछु त बिफ होइन कि सब सी फुड मैले राम्रोसँग नपढी पठाउँछन् फाइनल पढ्ने तिमीलाई मन परेको थियो मन परेको मान्छेलाई त गरिदिनु पर्छ मैले किन के कुरा मन पऱ्यो पर्सनालिटी मन पऱ्यो मलाई यही छोडा त विमल लाइक वाट यु डिडन्ट लाइक यही छोडिदिउँ मलाई यहाँ छोडा तिमी जताबाट घुमाएर आउने होइन एक्ज्याक्टली लाइक मैले चाहिँ लाइक वेलिङ्टन यस्तै धेरै छ यति धेरै एक्सप्लोर गर्छ भने चाहिँ मैले नसोचेको कुराहरू हुन्छ नि तर यस्तो थाहा भएको मस्तिर पनि आउँथ्यो होला तर केही छैन आज चाहिँ मेरो भोलि अलिकति घुम्छु आज एक दिनको लागि मात्रै आएको तर पनि अर्कोचोटि आई गट माई एनदर रिलेटिभ ओभर हियर ऊ चाहिँ नेपालमा चाहिँ आई मिस हिम सो मच एन्ड भिडियो हेर्छ भने चाहिँ नेक्स्ट टाइम चाहिँ सँगै डुल्नुपर्छ है यस्तो मन पऱ्यो क्या लाइक वेलिङ्टन लिटरली लाइक टु ब्युटिफुल है आज चाहिँ तिनी तर बेस्ट वेदर हैन बेस्ट वेदर वेलिङ्टनको वेदर चाहिँ नो वान क्यान बिट वेलिङ्टन अन अ गुड डे भन्छ नि ए त्यस्तो भन्छ बेस्ट डे भनेको चाहिँ बेस्ट नै हुन्छ तिमीलाई चाहिँ अब तिमी यहाँ बस्छ नि त भोलि न लाइक अब कलेज पनि छ है स्टुडेन्टहरू पढ्ने यहाँ टन्नै छ त्यति धेरै त आउँदैन तर किन स्टुडेन्टहरू धेरै नै छन् नि किन नआउनु मतलब डोमेस्टिक स्टुडेन्टहरू धेरै हुन्छ तर नेपालीहरू चाहिँ त्यहाँ आउँदैन कि धेरै सकल्यान्ड नै जान्छन् अकल्यान्डै जान्छ तर एकदमै प्रिटी लाग्यो लाइक अकल्यान्ड के अरे वेलिङ्टन लाइक मेन घुम्ने ठाउँहरू बिचहरू स्विमिङ गर्नेहरू के पनि छैन छ नि ओरिएन्टल वे स्विमिङ गर्न अहिले चाहिँ जाँदैनन् यहाँको मान्छे अब यस्तो वेदरमा त कहाँ जानु त सनी डेमा चाहिँ प्याक हुन्छ यहाँ चाहिँ प्याक हुँदो रहेछ यस्तो मजाले सनी डे चाहिँ त्यस्तो प्याक हुन्छ अनि आज चाहिँ त्यति धेरै मान्छे पनि निस्केको छैन होला छैन आज त वेदर नै कस्तो त्यो पोखराको शरणकोट जस्तो के डाँडा डाँडामा घर अनि कस्तो सनी हुँदाखेरि कस्तो टलक्क टल्किने घरको त्यो आर्किटेक्चर गइरहेको छौँ अनि यस्तो वेदरले साथै छैन हजुरले यस्तो पानी परेको देख्नुपर्छ होला तर पनि आई डोन्ट वान्ट टु गिभ अप किनकि माथिबाट चाहिँ माई गॉड सो ब्युटिफुल यस्तो राम्रो छ यताबाट मैले भ्यू देख्न पाइनँ एकदम छिटो यस्तो लाइक मलाई बस्नु मन लाग्यो है जानु मन लागेन घर साथी हुनु मन लाग्यो मलाई यस्तो राम्रो पानी पर्यो दुःखरुम छिटो यो चाहिँ के भन्छ फेमस लुकआउट हो यो जो पनि आउँछ नि यहीँ आउँछ न फर्स्ट कति ठुलो हो त ओ माई गड पानी पर्यो जस्तै छिटो
भ्यूले चाहिँ यस्तो अट्र्याक्ट गरिरहेछ कि ओइलिन्डरमा अनि आज चाहिँ त्यति धेरै विन्डी छैन जस बतास हावा चाहिँ लाली जुन सुनेको थिएँ नि हावा लाग्छ त्यस्तो जाडो हुन्छ यस्तो वेदरमा वेलकम टु लुकआउट अनि यस्तो पानी परिरहेछ आजको वेदर चाहिँ यस्तो सिड भइरहेछ तर पनि मलाई भ्यूले चाहिँ यस्तो अट्र्याक्ट गरिरहेछ कि अनि विन्डी पनि त्यति धेरै छैन विन्ड त्यति धेरै छैन तर पनि मलाई घरिघरि चाहिँ धकेलेर उडेले यस्तो राम्रो भ्यू छ कि टु लाइक ब्युटिफुल क्या यताबाट हेर्नुहोस् यस्तो राम्रो यस्तो क्युट लाइक आइ एम फलिङ इन लभ हुन्छ नि यो यतापट्टिको चाहिँ खुलेन है यो लोवर हट अनि अप्पर हट भनेको कता हो त के अलि टाढो रहेछ है मेरो साथीहरू त्यता बस्छ क्या अनि यो ठाउँलाई चाहिँ के भन्छ त यो सिमिडी हामी यहाँको कहाँबाट यहाँबाट अनि यहाँबाट फेरीमा घुम्दा त मजा आउँछ होला है कहाँसम्म यस्तो फेरीमा चढ्नु मन लाग्यो तर कहिले कहिले चढ्छ त आज त चले छैन होला होइन यस्तो लास्ट कोही पनि जाँदैन नि त्यस्तो भ्यूमा त जान्छ अम्ब्रेला पनि यस्तो भ्यू खुलेर देखाउनै पाएन कि आइएम सो रिग्रेटफुल लाइक आइएम सो सरी गाइज अर्कोचोटि अथोरिया लुकआउट अनि म चाहिँ अहिले ठ्याक्क लुकआउटमा बसेर लुक्स हेरिरहेको छु लुक्स इज सो ब्युटिफुल मेरो आँखा चाहिँ यताउता गइरहेको छैन यस्तो पछाडिबाट पनि हजुरले ट्याक्क भ्यू देख्नुहुन्छ यस्तो मस्ट ब्युटिफुल लाइक ब्युटी के भनेको चाहिँ हजुर न्युजिल्यान्ड घुम्न आउनुपर्छ स्पेसल्ली त ओइलिन्टन हाम्रो न्युजिल्यान्ड चाहिँ को क्यापिटल सिटी भनेको ओइलिन्टन हो न्युजिल्यान्डको ओइलिन्टन भनेको चाहिँ ओइली भन्छ जुन चाहिँ सर्टकटमा अनि यस्तो मजाले हावाला भर्खरै रोकिन्छ नि भर्खरै चाहिँ यस्तो क्लाउडी वेदर भएको थियो यस्तो अनि त्यसपछि भर्खरै चाहिँ सनराइज भयो जस्तो भएको क्या चारैतिरबाट भर्खरै वार्म भयो अनि हजुरले चाहिँ हजुरको मुड स्विङ्स चाहिँ त्यति हुँदैन कि त्यति छिटो यहाँको वेदर टेम्परेचर चाहिँ चेन्ज हुँदो रहेछ क्या मजाले अनि आई लभ न्युजिल्यान्ड मलाई यत्तिकै न्युजिल्यान्ड आई लभ त भन्दैन नि त हजुरले फिल गर्नुहुन्छ होला लाइक हाउ ह्याप्पी आई एम स्ट्यान्डिङ इन फ्रन्ट अफ द ब्युटिफुल भ्यू अनि यताबाट चाहिँ फेरी आउँदैछ अनि फेरीमा चढ्नु पनि मन थियो त्यहाँबाट चाहिँ कुन उसमा जाने हो त यत्रो सानो हुन्छ फेरि कस्तो सानो देखिरहेको त यदि हजुर साथमा जानुहुन्छ भने आफ्नो कार त्यहाँ फेरीमा राखेर पनि जान सक्नुहुन्छ लाइक त्यस्तो धेरै एक्सपेन्सिभ हुँदैन त्यो अलिकति सेन्ट्रल पनि छ साउथ आइल्यान्ड जानुको लागि चाहिँ छिटो पनि पुग्छ अनि यतातिर चाहिँ अप्पर हट लोवर हट भन्ने अनि एउटा चाहिँ सुनेको थिएँ त्यतातिर पो रहेछ तर यहाँ पोइन्टमा आएपछि चाहिँ सबै सिटीहरू चाहिँ हजुरले मजाले एक्सप्लोर गर्न पाउनुहुन्छ तर म चाहिँ आज मेरो चाहिँ वान डे मात्रै भयो नि त स्पेसल्ली भोलि पनि हाफ डे घुम्छु होला तर कस्तो घरै जानु मन लाग्छ नि कि सिरियसली अझै बस्नु मन लागेछ मजाले अब हेर न भर्खरै कस्तो अँध्यारो भयो हजुरले देख्नुभयो नि भर्खरै है भर्खर कस्तो राम्रो देखिरहेछ कि यस्तो राम्रो देखिरहेछ कि कुरै नगरौँ है मैले 360 भ्यू देखाउँछु जति चाहिँ ओल इन्डियन देखिरहन्छ पुरै यो कस्तो भ्यू नै खुलेन भर्खरै यस्तो ट्रिकी गरिराख्यो कि वेदरले कुनै भर्खरै घाम लाग्छ अनि मजाले पुरै हाँसी जस्तो देख्छ अनि भर्खरै चाहिँ पुरै क्लाउडी भएर ठ्याक्क भ्यू नै चेन्ज हुन्छ अनि यो सबै छेकियो मजाले अनि यो पुरै देखेको चाहिँ ओल इन्डियन उतापट्टि चाहिँ घाम लागेछ अनि यतापट्टि पनि अब खुल्ला थालेछ अनि फेरि यतापट्टि यस्तो प्रिटी देखिरहेछ 360 डिग्रीमा चाहिँ क्यान भ्यू यस्तो राम्रो विमल चाहिँ यहाँ ओली दिनु बस्छ कति वर्ष भएर बसेको 3 वर्ष भयो अनि आई वुड लाइक टु से थ्याङ्क यू सबै ठाउँमा अघि सुरुमा चाहिँ घुम्यो अनि भर्खरै चाहिँ उसले चाहिँ त्यति घाम लाग्यो भनेर फेरि घुमाएर लिएर आयो कि अनि तर यहाँबाट अनि त्यसपछि उसलाई चाहिँ थाहा रहन्छ अरे मैले युट्युब चलाउनु थाहा थिएन साँच्ची हो थाहा त थियो तर मैले फलो गरेको थिएन होला त्यस्तो अति अनि कति 4 वर्ष भयो बसेको 4 वर्ष के चाहिँ राम्रो लाग्छ यहाँको मोस्ट ब्युटिफुल त मान्छे पनि कस्तो वेलकमिङ है यहाँ चाहिँ धेरै इमिग्रेन्ट्सहरू चाहिँ मैले त्यति देखेन इन्डियन्सहरू नेप्लिजहरू देखेन एकदमै हाम्रो नेपाली कम्युनिटी चाहिँ एकदमै कम बस्नुहुन्छ यहाँ चाहिँ है अनि एकदमै एक्सपेन्सिभ सिटी पनि हो एक्सपेन्सिभ लिभिङ एक्सपेन्सेस अनि रेन्टहरू सबै एक्सपेन्सिभ हाई छ क्या वेलिङ्टन चाहिँ त्यति भएर अनि स्टुडेन्टहरू पनि आउनुहुन्छ तर त्यति धेरै आउनु एकदम एक्सपेन्सिभ भएर पनि हो सो अब म चाहिँ कारमा बस्छु उता भाइले चाहिँ खाजा आइसक्यो कस्तो जाडो बस्छ नि सो मैले चाहिँ हजुरलाई माथिबाट चाहिँ देखाउन पाएको थिएन नि त अनि अलिकति गाडी चाहिँ पार्क गरेर यहाँबाट देखाइदिएको छु यस्तो खालको ब्युटिफुल कस्तो युरोप त्यो सानो ट्रेन के अरे त्यो युरोपको साइडहरू हुन्छ नि मलाई चाहिँ कस्तो लाइक माथिबाट भ्यू देखाएन नि त यो साइडको रुखले छोपिरहेको थियो नि यहाँबाट देखाइदिएछ नि त्यो ग्रिस छ नि ठ्याक्क ग्रिस जस्तो लाग्यो कि मलाई बब्बा लागेको है
कस्तो राम्रो देखेको कि एकछिनमा बसेर हेर्नु पर्यो अनि त्यो त्यत्रो गहिरोको बिचमा कसरी अड्डिरहेको छ होला यार पोर्ट त्यो बिचमा है अनि त्यो फेरि चाहिँ साउथ आइल्यान्डबाट यस्तो ढिला हिँडिरहेको त कस्तो के कछुवा हिँड्ने जस्तो कस्तो राम्रो लाग्यो नि ब्युटिफुल बब्बल लाग्यो लुकआउटमा लिएर आएँ भिक्टोरिया लुकआउटको तलपट्टि यहाँ चाहिँ ठाउँमा चाहिँ रोकेर भ्यू हेर्नु मिल्छ अनि यताको साइड चाहिँ मैले अघि नै देखाउन पाएको थिएन नि त अनि त्यही भएर यताबाट देखाएको यस्तो डाँडामा पनि ठ्याक्क पोखराको शरणकोट जस्तै कि यस्तो डाँडामाहरू पनि कस्तो राम्रो के ब्युटिफुल घरहरू छ बिहान उठेर यसो कप अफ टी यसरी हातमा लिएर यसरी भ्यू हेर्दा त कसको मन हाँस्दैन होला तर चाहिँ यस्तो राम्रो देखिरहेको छ कि अहिले भर्खरै मैले भने नि अघि कस्तो क्लाउडी थियो अहिले भर्खरै आकाश पनि निलो भएर आयो झन् राम्रो भ्युजहरू चाहिँ खोलिएर आएर छ अनि म मजाले हेर्दैछु यहाँ अलिकति हेल्थ एन्ड सेफ्टी पनि प्रिकसन एप्लाई गर्नुपर्छ अलिकति ओभर एक्साइटेड भने रोजी चाहिँ तल जान्छ त्यही भएर अलिकति यता चाहिँ उभिन्छ है आफ्नो हेल्थ कम फर्स्ट कस्तो न्यानो भयो त अनि अहिले त कस्तो राम्रो लाग्यो कस्तो वेलकमिङ लाइक यस्तो हगी टाइपको त्यो वेदर भइसक्यो भर्खरै यस्तो चेन्ज हुन्छ कि अनि यहाँबाट चाहिँ यहाँ चाहिँ कस्तो राम्रो रेजिडेन्सियल एरिया रहेछ अनि त्यहाँबाट फेरि चढ्ने हो साउथ आइल्यान्ड जाने यताबाट जाने हो अनि यहाँ बसेर चाहिँ भ्यू हेर्ने हो यो चाहिँ भ्यू पोइन्ट हो सो विच लुक्स सो चिया खान मन लाग्यो कि तिमीलाई म चियापत्ती दिन्छु तिमीलाई म बनाउँछु उसले भन्छ म के पुरै लिने जस्तो लाग्यो मलाई लाइक मजाले यही त हो नि बोल्छौँ न के जानुभन्दा अगाडि त्यो माउ भनेको सक्दिनँ यस्तोमा हावा त कस्तो पुस गरेर धकाल्दा जस्तो हजुर जाने हो म भिडियो बनाइछु पानीले बगायो नि ओ माइ गॉड सो यो चाहिँ हाम्रो घरको पछाडिको भ्यू हो यस्तो बबल छ कस्तो राम्रो भ्यू हेरेको यहाँ केही नदेखेको त अनि बहिनीले चाहिँ चिया बनाउँदैछ अनि मरिच हालेर यस्तो मिठो चिया बनाउँछ हामी चाहिँ यति घुम्यौँ कि यति घुम्यौँ यस्तोमा कस्तो रमाइलो भयो है 3 घन्टा खाने भएन राम्रो कम्पनी भन्छ यस्तो हुन्छ मेरो बहिनी चाहिँ बस्ने त हो बस्ने घर चाहिँ कडा हुन्छन् कि राम्रो हुन्छ खत्री रमाइलो हुन्छ राम्रो हुन्छन् होइन आई डोन्ट अग्री है त हजुरलाई चाहिँ हाम्रो घर हाउस टुर पनि गर्छु है यो चाहिँ हाम्रो किचन एरिया भेरी क्युट एन्ड सिम्पल अनि यो चाहिँ डाइनिङ हल अनि यहाँ चाहिँ हल्का यो डेकोरेसनहरू छ अनि यो प्लान्टहरू चाहिँ कस्तो राम्रो छ है तिमीले हो कि मलाई युज गर्नुपर्ने हाउस टुर गर्नुपर्ने अनि उसको रुम झन् यस्तो क्युट छ कि कस्तो मिलाएर चिटिकन्दा साँच्चै मैले कस्तो बिर्सेँ यार भिडियो लिन अनि टक्क यो चाहिँ लिभिङ एरियाहरू एन्ड नाइस एन्ड सिम्पल अब चाहिँ यहाँ बसेर हाउस टुर गरेँ यहाँ चिया बनाउँदैछ मजाले तिमी कस्तो राम्रो आएको छ भाइ तिमी राम्रै नै छौ साँच्ची हो बुहारी बनाउनु पर्छ तिमीलाई साँच्ची भनेको अरू फुत्किन दिनु हुँदैन जमुनालाई चाहिँ मलाई चाहिँ हजुरलाई भाउजू आफू बस्ने भएर मलाई चाहिँ बस्ने खोजिदिने अरे के हँसाइदियो साँच्ची हो कस्तो राम्रो लाग्यो क्या अनि आज चाहिँ कस्तो लाग्यो त घुमेर तिमी र मेरो भाइ मिल्दो रहेछ क्या कडा लाइक टु लाइक म भाइलाई चाहिँ लगेर जानु हुँदैन खाइदिने हिँड्ने अनि मेकअप पनि मिल्ने कपडा पनि लाइक घरमा उ गरिदियो भने त बहिनीले अनि त्यसपछि म भोलि चाहिँ तरङ्गा जान्छु एन्ड त्यही भएर हामीले चाहिँ सामान प्याक गर्दा यस्तो रुम प्रेटी थियो उसले चाहिँ कस्तो मजाले मिलाएर एस्थेटिक बनाएर आएको थियो क्युट रुम यहाँ अलिकति देखाउँछु ल पुरै यहाँ भद्रगोल छ तर
It was so delicious. Thank you so much for feeding me with always the best food with the good mood. अनि आई होप हजुरले चाहिँ मेरो दिन हजुरसँगै इन्जोय गर्नुभयो होला, मजाले वेलिङटन देख्नु होला, घुम्न आउनु ल. एन्ड थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो. लाइक सेयर सब्सक्राइब त गर्नु पऱ्यो नि भिडियो हेरेर मेरो कन्टेन्ट मन परेपछि है. सो थ्याङ्क यू सो मच अगेन एन्ड आई विल सी यू इन द नेक्स्ट भिडियो. डोन्ट फर्गेट टु कमेन्ट, लाइक, सेयर एन्ड So after a beautiful day, and this is my dinner for tonight, which is very simple: chicken, broccoli, and rice, and alkati dole khursaniko achar, and made by my brother. Thank you so much for feeding me out always such a beautiful food. And I hope you guys हजुरले पनि enjoy गर्नुभयो होला. And thank you so much for watching me throughout the whole day. And I hope to see you in my next video. Don't forget to like, share, and subscribe with your friends and family. And comment गर्नु. अनि लाइक गर्नु, सब्सक्राइब गर्नु. एन्ड द्याट्स अल फर टुडे. थ्याङ्क यू. आई विल सी यु अगेन. ओके.